ल है, सोच्नुहोस् त, यदि समयमा पछाडि फर्केर आफ्नो 18 वर्षीय मलाई भेट्ने मौका मिल्यो भने ट्रेनिङको बारेमा कुन एउटा सल्लाह दिनुहुन्थ्यो होला? आजको यो चर्चामा म मेरो 7 वर्षको ट्रेडिङ अनुभव निचोडेर केही यस्ता क्रुशल पाठहरू शेयर गर्दैछु जुन मैले धेरै पछि मात्र, भनौँ न, ठक्कर खाएर सिकेँ। यो प्रश्नले एकछिन त साँच्चै सोच्न बाध्य बनाउँछ, होइन त? कल्पना गरौँ त, आफ्ना पुराना गल्तीहरूबाट बचेर त्यो सफलताको बाटो अलि छिट्टै हिँड्न पाए कस्तो हुन्थ्यो होला? हो, आज म त्यही प्रश्नको जवाब खोज्दैछु र मेरो अनुभवबाट सिकेका कुराहरू, ती पाठहरू सबैको सामु राख्दैछु। मेरो यो 7 वर्षको यात्रामा साँच्चै भन्नुपर्दा सयौं कुराहरू सिकियो। तर ती सबैमध्ये जम्मा 4वटा यस्ता मनोवैज्ञानिक पाठहरू छन् जसले वास्तवमै गेम चेन्ज गरिदिन्छ। मलाई लाग्छ यिनै 4 सल्लाहले मेरो पुरै ट्रेडिङ यात्रालाई सायद अर्कै मोड दिन सक्थे। ल ढिला नगरौँ, सुरु गरिहालौँ पहिलो पाठबाट। पहिलो पाठ, र यो सायद सुन्दा अलि अनौठो लाग्न सक्छ। यसलाई भनिन्छ ज्ञानको पासो अथवा द नलेज ट्र्याप। यो एउटा यस्तो भ्रम हो जसले धेरैभन्दा धेरै नयाँ, एकदमै उत्साही ट्रेडरहरूलाई सुरुमै बाटो बिराउन लगाइदिन्छ। जब मैले ट्रेडिङ सुरु गरेँ नि, मलाई के लाग्थ्यो भने सफलताको एउटै सूत्र छ, जति धेरै ज्ञान त्यति नै धेरै नाफा। मैले पनि के बाँकी राखेर अनगिन्ती किताब पढेँ, घन्टौं भिडियो हेरेँ, तर मैले के बुझ्न सकिनँ भने वास्तविकता त ठिक उल्टो पो रहेछ। धेरै ज्ञानले त झन् धेरै कन्फ्युजन मात्रै ल्याउँदो रहेछ। ल आफै सोच्नुहोस् त, तपाईसँग 10वटा फरक स्ट्राटेजी छ। एउटाले किन्नुहोस् भन्दैछ, अर्कोले बेच्नुहोस् भन्दैछ। अब यस्तो बेलामा के गर्ने? गर्ने के? नतिजा के हुन्छ? लगातार कन्फ्युजन, अनावश्यक ओभर ट्रेडिङ, रिस्क म्यानेजमेन्टको त कुरै छोडौँ। र लास्टमा निर्णय लिन नसक्ने अवस्था। हो, यसैलाई भनिन्छ डिसिजन प्यारालिसिस। यो जुन भनाइ छ नि, यो त ट्रेडिङको मूल मन्त्र नै हो भन्दा हुन्छ। यसले के भन्छ भने एउटा एकदमै जटिल र पर्फेक्ट प्लानको पछि लाग्नुभन्दा एउटा साधारण सिम्पल प्लान बनाउनुस् जुन तपाईँ हरेक दिन डिसिप्लिनको साथ फलो गर्न सक्नुहुन्छ। किनकि ट्रेडिङमा कन्सिस्टेन्सी, त्यो निरन्तरता नै सफलताको असली साँचो हो। त्यसो भए यो ज्ञानको पासोबाट बाहिर निस्कने कसरी त? समाधान एकदमै सरल छ। पहिलो, धेरैको पछि नलाग्ने। केवल एकजना मेन्टर खोज्ने जसको स्टाइल तपाईँलाई मनपर्छ। दोस्रो, उहाँको एउटा मात्रै स्ट्राटेजीमा मास्टर गर्ने। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण कुरा, नयाँ कुरा सिक्नमा भन्दा सिकेको कुरालाई एक्जिक्युट गर्नमा, कार्यान्वयन गर्नमा बढी ध्यान दिने। ल अब लागौँ दोस्रो पाठतिर। यो पाठ पैसा र हाम्रो आफ्नो पहिचान, हाम्रो सेल्फ वर्थ बीचको गहिरो इमोसनल कनेक्सनसँग जोडिएको छ। र यो एउटा यस्तो मनोवैज्ञानिक पासो हो जसमा लगभग हरेक ट्रेडर कुनै न कुनै बेला फस्छन्। यो चार्ट हेर्नुहोस् त, यसले ट्रेडरको भावनालाई ठ्याक्कै उतारेको छ। जुन दिन नाफा हुन्छ त्यो दिन लाग्छ वाह, म त जिनियस हुँ। तर जुन दिन घाटा हुन्छ त्यही मान्छेलाई के लाग्छ, म त केही कामै नलाग्ने रहेछु। आफ्नो सेल्फ वर्थलाई दिनदिनैको नाफा घाटाको तराजुमा तौल्नु, हो, यही हो इमोसनल रोलर कोस्टरको सबैभन्दा ठूलो कारण। हो, यो मानसिकता डेभलप गर्नु एकदमै महत्त्वपूर्ण छ। आफ्नो सफलतालाई नाफा वा घाटाले होइन, बरु मैले मेरो प्लान र डिसिप्लिनलाई कतिको फलो गरेँ भन्ने आधारमा नाप्नुपर्छ। हरेक दिन आफ्नो प्रोसेसमा अडिग रहनु, हो, त्यही हो वास्तविक जित। रिजल्ट जेसुकै होस्, मतलब भएन। यो कुरालाई अलिक गहिरिएर सोचौँ। नाफाबाट आउने इगो र घाटाबाट आउने डिस्पेयर, यो दुईटा एउटै खतरनाक सिक्काका दुई पाटा हुन्। किनभने आज नाफाले बढाएको त्यही इगोले नै भोलि डिसिप्लिन तोडेर ठूलो घाटा खान बाध्य बनाउँछ। त्यसैले दुवै अवस्थामा न्यूट्रल रहन सिक्नु एकदमै जरुरी छ। अब पालो तेस्रो पाठको, र यो पाठले असफलता र घाटालाई हेर्ने हाम्रो नजरियालाई नै पुरै चेन्ज गरिदिन्छ। यो पाठले के सिकाउँछ भने ट्रेडिङमा फेलियर वास्तवमा सक्सेसको एउटा म्यान्डेटरी पार्ट हो, यो अन्त्य होइन। हामीलाई सानैदेखि स्कुलदेखि नै के सिकाइयो? असफल हुनु भनेको नराम्रो हो। यो हो इम्प्लोइ माइन्डसेट, जहाँ गल्ती गर्ने कुनै गुन्जाइस हुँदैन, पर्फेक्सन चाहिन्छ। तर एक ट्रेडरको माइन्डसेट ठ्याक्कै उल्टो हुनुपर्छ। यहाँ हरेक फेलियर भनेको इम्पोर्टेन्ट डेटा हो, र हरेक लस भनेको बजारलाई तिरेको ट्युसन फी हो, जसबाट हामी अझै राम्रो बन्न सिक्छौँ।
एकछिन संसारका सबैभन्दा सफल मान्छेहरूलाई हेरौँ न। एक जमाना थियो जब मान्छेहरू जेफ बेजोसको अनलाइन किताब पसलको आइडियामा हाँस्थे, जब इलोन मस्कले म रकेटलाई अन्तरिक्षमा पठाएर पृथ्वीमा फिर्ता ल्याउँछु भने ठूल्ठूला एक्सपर्टहरूले नै उनको खिल्ली उलाएका थिए। तर के उनीहरूले आलोचनाको डरले आफ्नो बाटो छोडेनन्? एउटा कुरा सधैँ याद राख्नुस्, वास्तविक फेलियर भनेको घाटा खानु होइन, बरु प्रयास गर्न नै छोड्नु हो। जबसम्म तपाईँ यो गेममा टिकिरहनुहुन्छ नि, हरेक घाटा एउटा पाठ बन्छ र अन्तमा मान्छेहरूले तपाईँको सक्सेसको कथा मात्रै सम्झिन्छन्, बीचमा भएका सानातिना लसहरू होइन। र अब हाम्रो चौथो र अन्तिम पाठ। यो पाठले एक ट्रेडरको सबैभन्दा मूल्यवान तर एकदमै लिमिटेड रिसोर्स अर्थात् हाम्रो मेन्टल एनर्जीलाई कसरी म्यानेज गर्ने भन्नेबारे सिकाउँछ। डिसिजन फ्याटिग अर्थात् निर्णयको थकान। यो भनेको के हो? ठ्याक्कै हाम्रो मोबाइलको ब्याट्री जस्तै हो। सोच्नुस् त, बिहान 100% चार्ज भएको ब्याट्री दिनभरि साना साना एप चलाउँदा साँझसम्म सकिन्छ नि। हो, हाम्रो निर्णय लिने क्षमता पनि दिनभरि साना साना निर्णय लिँदा घट्दै जान्छ। के कहिल्यै यस्तो भएको छ, आज के खाने होला वा के लगाउने होला भनेर सोच्दा सोच्दै आधा घण्टा गएको? यदि भएको छ भने तपाईँले आफ्नो बहुमूल्य मेन्टल ब्याट्री अनावश्यक ठाउँमा खर्च गरिरहनु भएको छ। तपाईले दिनभरि लिने हरेक सानो सानो निर्णयले तपाईँको त्यो मेन्टल एनर्जीलाई घटाउँदै लान्छ। अनि जब दिनको अन्त्यमा चार्टको अगाडि बसेर सबैभन्दा महत्त्वपूर्ण ट्रेडिङ डिसिजन लिने बेला आउँछ, तपाईँको मेन्टल ब्याट्री त पहिले नै लो भइसकेको हुन्छ। त्यसो भए आफ्नो यो मेन्टल क्यापिटल कसरी जोगाउने त? समाधान फेरि पनि सरल छ। नम्बर 1, अघिल्लो रात नै आफ्नो भोलिको दिन प्लान गर्ने। नम्बर 2, कन्सिस्टेन्ट ह्याबिट र रुटिन बनाउने। र नम्बर 3, आफ्नो जीवनलाई यति सिस्टमेटाइज गर्ने कि सानातिना छोइसहरू नै हटुन्। जस्तै मार्क जुकरबर्ग वा स्टिभ जब्सले हरेक दिन एउटै खालको लुगा लगाउँथे नि। हो, त्यो यसको एक पर्फेक्ट उदाहरण हो। अब अन्तमा हामीले छलफल गरेका यी सबै 4 पाठहरूको सार निचोड एउटै हो। यो बजारको गेममा टिकिरहनु। सफलताको रहस्य रातारात धनी बन्नु वा हरेक ट्रेड जित्नुमा छैन, बरु लामो समयसम्म आफ्नो क्यापिटल र माइन्डसेट जोगाएर निरन्तर अघि बढिरहनुमा छ। करोडपति बन्ने ठूलो सपना देख्नुभन्दा पहिले आफैलाई एउटा सानो तर एकदमै इमान्दार प्रश्न सोध्नुहोस्, के मैले कन्सिस्टेन्टली हरेक महिना जम्मा 10,000 रुपियाँ मात्र कमाउन सकेको छु? यदि यसको उत्तर अँ छ भने ठूलो सपनाको पछि दौडिनुको कुनै अर्थ छैन। पहिले सानो अचिभेबल गोलमा फोकस गर्नुपर्छ। फेरि पनि दोहोऱ्याउँछु, लक्ष्य गेट रिच क्विक होइन। लक्ष्य हो सर्भाइभ लङ इनफ टु गेट रिच स्लोली। बजारमा यति लामो समयसम्म टिक्नुहोस् कि तपाईँ बिस्तारै धनी बन्न सक्नुहोस्। धैर्य, अनुशासन र निरन्तरता हो, यिनै हुन् ट्रेडिङमा सफलताका वास्तविक साँचोहरू। सफलता त्यो त पर्खिरहेकै छ, तर खास प्रश्न यो हो कि के तपाईँ त्यसलाई क्लेम गर्नको लागि यो गेममा पर्याप्त समयसम्म टिकिरहन सक्नुहुन्छ? यात्रा पक्कै पनि सजिलो छैन, तर यदि यी मनोवैज्ञानिक सिद्धान्तहरूलाई साँच्चीकै आत्मसात गरियो भने सफलताको सम्भावना निकै बढेर जानेछ।